अब अरूको ठाउँमा हैन अब सबै त सोचे जस्तो हुँदैन साथीहरू। अब भित्र देखाउनु पर्ने मैले भित्र देखाउन सकिनँ हैन। गाइज म चाहिँ यता मार्केट आएको थिएँ, म चाहिँ सामान लिनलाई हैन। यहाँ चाहिँ रिफा भन्ने ठाउँमा आएको छु म गाइज। अनि म सामान लिएर टु फर्किन्छु हैन। सबजनाले हेर्नु होला है, आज अलि हतारमा छु साथीहरू। म चाहिँ आज यता सामान लिन आएको हैन। सामान लिएर जाने भनेर आएको बाहिरबाट। म अब एकछिन माथि जान्छु अनि हल्का सामानहरू अफर छ भन्ने सुनेको थियो, त्यो सामान लिएर म जान्छु साथीहरू हैन। अब काम त खासै थिएन, थोरै सामानहरूको मात्रै धेरै अफर रहेछ। म चाहिँ थोरै कामको लागि मात्र आएको थिएँ, तर म अब छोटो समयमा ट्याक्क आफ्नो काम गरेर म चाहिँ फर्किहाल्छु साथीहरू हैन। तपाईँहरूलाई धेरै धेरै ठिक छ हैन, तपाईँहरू हेर्नुभएको छ, धेरै धेरै राम्रो कुरा पनि हो। अब म चाहिँ यताबाट सरर माथितिर जान्छु ल, अनि म चाहिँ माथि गएर म फर्किन्छु ल साथीहरू। फाइनल्ली म चाहिँ अब यहाँ सामान लिएर बसेको थिएँ। अब सामान लिएर उता राखेको छु। अब एकछिनपछि गइन्छ हैन। एकछिनपछि म चाहिँ उता बस्ने ठाउँतिर जान्छु साथीहरू। अनि आज चाहिँ हल्का अफर जस्तै थियो भन्ने मैले सुनेको थिएँ, तर चाहिँ अलिअलि थोरै सामानहरू मात्रै पाइयो। सबैजना अब सामानलाई हतार भयो नि त आज। उता लुलुको बाहिर चाहिँ मैले गरेको छु साथीहरू। अनि आज दिनहरू पनि खासै सफा छैन हैन। अब दिनहरू पनि अब लगभग ढिलो भइसकेको छ। अनि मैले चाहिँ बिहानको टाइममा गर्छु भनेको थिएँ, तर चाहिँ अब टाइमहरू पुगेन हैन। भनौँ न बिहान आउन सकिनँ म, त्यो कारणले गर्दा साथीहरू। यता मान्छेहरू थुप्रै छ क्या आज चाहिँ हैन। अनि यस्तै हो, अब अरूको ठाउँमा हैन अब सबै त सोचे जस्तो हुँदैन साथीहरू। अब भित्र देखाउनु पर्ने मैले भित्र देखाउन सकिनँ हैन। त्यही हो साथीहरू। हामी चाहिँ अब एकछिनपछि हिँड्छौँ। तपाईँहरू पनि हेरिराख्नु मेरो ब्लग हैन। तपाईँहरू केही पऱ्यो भने नि मलाई सम्झिन सक्नुहुन्छ हैन। मलाई अब नम्बरहरू मेसेज गर्दा नि हुन्छ, कमेन्ट पनि हैन, केही फरक पर्दैन साथीहरू। तपाईँहरू पनि अब कोही घरतिर हुनुहुन्छ होला, कोही के छ होला हैन, कोही चाहिँ आउने सोच्नु भएको भने त्यो कुराको लागि पनि म गर्न सक्छु साथीहरू हैन। अनि आज चाहिँ म चाहिँ उतापट्टि हैन, गाडीहरू टन्नै छ हैन, गाडीहरू टन्नै छ। अब सबैतिर म आज देखाउनको लागि धेरै थियो, मन थियो हैन, तर पनि आज अलि हतार भएको कारणले गर्दाखेरि मैले पाइनँ, त्यसको लागि क्षमा चाहन्छु म हैन। अनि अब हामी चाहिँ अब एकछिनपछि जान्छौँ, त्यो कारणले गर्दा साथीहरू त्यही छ। धन्यवाद छ, रेस्पेक्ट छ, माया छ। म चाहिँ अघि आएको थिएँ, र अब जाने बेलाको मात्रै देखाएँ हैन। अब सेन्टरको जुन पोइन्ट थियो त्यो चाहिँ देखाउन पाइनँ, अहिलेको लागि सरी भन्दैछु साथीहरू। ल धन्यवाद। अहिले म बाटोमा देखाउँछु ल।